है साथीहरु, आज लेट पो भयो, सो सरी। के भन्नु साथीहरु, आज चाहिँ लास्टै मोबाइल ह्याङ मारिरहेको थियो। म चाहिँ मोबाइलबाट नै लाइभ आउने गर्छु। सो साथीहरु, आज चाहिँ हामी फेरि फिजिक्सको क्वेसन लिएर आएछु र यो क्वेसनहरु चाहिँ धेरै नै इम्पोर्टेन्ट छ। सो साथीहरु हेर्नु होला सुरुदेखि अन्तसम्म, र नयाँ साथीहरु आउनुभएछ च्यानलमा भने प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ल त साथीहरु, आजको भिडियो चाहिँ स्टार्ट गरौँ। सो आज चाहिँ लाइभमा चाहिँ क्वेसन नम्बर 40 देखि चाहिँ हामी स्टार्ट गर्न गइरहेछौँ, र यस बिचमा भएको क्वेसनहरु पनि म कहिलेकाहीँ चाहिँ अर्को लाइभ भिडियोमा चाहिँ म गराउने छु। सो क्वेसन नम्बर 40 मा दिएको छ साथीहरु, व्हिच अफ द फलोइङ इज फर्स्ट क्लास लिभर। तपाईको अप्सन नम्बर ए मा छ व्हील ब्रोअर, अप्सन नम्बर बी मा छ फिशिङ रड, अप्सन नम्बर सी मा फायर टङ, र अप्सन नम्बर डी मा तपाईको छ सिसियर, जसले कैंची भन्छौँ हामी। सो यसको साथीहरु क्वेसन नम्बर 40 को राइट आन्सर तपाईको अप्सन नम्बर डी। त्यस्तै गरी क्वेसन नम्बर तपाईको 41 मा छ स्पीड अफ साउन्ड इन एयर इज नट एफेक्टेड बाई। तपाईको अप्सन नम्बर ए मा छ डेन्सिटी, अप्सन नम्बर बी मा प्रेसर, अप्सन नम्बर सी मा छ टेम्परेचर, त्यस्तै गरी अप्सन नम्बर डी मा छ ह्युमिडिटी। साथीहरु यसको तपाईको राइट आन्सर हुन्छ क्वेसन नम्बर 41 को राइट आन्सर हुन्छ तपाईको अप्सन नम्बर बी है। अप्सन नम्बर बी इज द राइट आन्सर, प्रेसर। प्रेसरले चाहिँ स्पीड अफ साउन्ड इन एयरमा चाहिँ इफेक्ट असर पार्दैन। त्यस्तै गरी क्वेसन नम्बर 42 मा दिएको छ अफ थ्रस्ट इज इक्वल टु वेट अफ डिस्प्लेस वाटर इज। अप्सन नम्बर ए मा छ ल अफ रोटेसन, अप्सन नम्बर बी मा आर्किमिडीज प्रिन्सिपल, अप्सन नम्बर सी अफ थ्रस्ट, र अप्सन नम्बर डी मा छ ल अफ सिङ्किङ एन्ड फ्लोटिङ। साथीहरु क्वेसन नम्बर 42 को तपाईको राइट आन्सर हुन्छ अप्सन नम्बर बी आर्किमिडीज प्रिन्सिपल। यसमा चाहिँ आधारित छ है। तपाईहरुले एकचोटी हेर्नु होला, जति पनि तीनवटा ल छ, ल अफ फ्लोटेसन, आर्किमिडीज प्रिन्सिपल र एउटा छ के भन्छ आर्किमिडीज प्रिन्सिपल भयो, ल अफ फ्लोटेसन भयो, र पास्कल्स ल छ। त्यो चाहिँ तीनवटै नियमहरु चाहिँ पढ्नु होला ध्यान दिएर, र त्यहीबाट चाहिँ पनि क्वेसनहरु आएका हुन्छ। सो यो क्वेसन पनि चाहिँ भिभिआई हो, सो प्लिज रिमेम्बर इट। त्यसै गरी क्वेसन नम्बर चाहिँ तपाईको 43 मा दिएको छ। क्वेसन नम्बर 43 मा छ द लेन्थ इज थिनर एट द मिडल एन्ड थिकर एट द इड्ज। सो यस्तो लेन्सलाई हामी चाहिँ यस्तो चाहिँ लेन्सलाई हामी कुन लेन्स भन्छौँ। सो अप्सन नम्बर ए मा छ तपाईको कन्भेक्स, अप्सन नम्बर बी मा छ कन्केभ, र अप्सन नम्बर सी मा छ फोकल लेन्स, र अप्सन नम्बर डी मा छ नन। र साथीहरु तपाईहरुलाई थाहा होला यसको चाहिँ के हुन सक्छ राइट आन्सर, भन्नुस् त। साथीहरु यसको राइट आन्सर तपाईको अप्सन नम्बर बी हुन्छ कन्केभ। कन्केभ लेन्स इज थिनर एट द मिडल। मिडल चाहिँ मा थिनर हुन्छ र थिकर एट द इड्ज। त्यस्तै गरी तपाईको क्वेसन नम्बर 44 मा छ स्पेसिफिक हिट क्यापेसिटी अफ मर्करी इज अप्सन नम्बर ए मा छ तपाईको 138 जुल पर केजी डिग्री सेन्टिग्रेड, अप्सन नम्बर बी मा छ 200 जुल पर केजी डिग्री सेन्टिग्रेड, अप्सन नम्बर सी मा छ 300 जुल पर केजी डिग्री सेन्टिग्रेड, र अप्सन नम्बर डी मा छ 190 जुल पर केजी डिग्री सेन्टिग्रेड। साथीहरु एउटा कुरा जानकारी गराउन चाहन्छु, यहाँ चाहिँ तपाईलाई यता एसआई युनिट पनि चाहिँ ख्याल गर्नु होला है। अप्सनहरुमा चाहिँ योमा पनि चाहिँ चेन्ज गरेर दिन सक्छ, सो त्यो पनि क्लियरली हेर्नु होला। सो स्पेसिफिक हिट क्यापेसिटी को एसआई युनिट के हुन्छ जुल पर केजी डिग्री सेन्टिग्रेड। सो यसको राइट आन्सर तपाईको हुन्छ मर्करीको स्पेसिफिक हिट क्यापेसिटी अप्सन नम्बर बी ए को चाहिँ सही हुन्छ 138 जुल पर केजी डिग्री सेन्टिग्रेड हुन्छ। त्यस्तै गरी क्वेसन नम्बर हामी 45 गर्न गएछौँ। क्वेसन नम्बर 45 मा छ व्हाट इज द भ्यालु अफ एंगल अफ डिप एट द अर्थ's मैग्नेटिक पोल।
तपाईँको अप्सन नम्बर एमा छ 90 डिग्री, अप्सन नम्बर बीमा 0 डिग्री, अप्सन नम्बर सीमा स्मलर देन 90 डिग्री र अप्सन नम्बर डीमा छ 18 डिग्री। सो साथीहरू क्वेसन नम्बर 45 को राइट एन्सर तपाईँको हुन्छ अप्सन नम्बर ए है 90 डिग्री। त्यस्तै गरी क्वेसन नम्बर तपाईँको 46 मा दिएको छ रेसिस्टेन्स अन इन्क्रिजिङ लेन्थ अफ वायर। सो साथीहरू अप्सन नम्बर एमा छ इन्क्रिजेस, अप्सन नम्बर बीमा डिक्रिजेस, अप्सन नम्बर सीमा डज नट एफेक्ट र अप्सन नम्बर डीमा छ तपाईँको नन। साथीहरू क्वेसन नम्बर 46 तपाईँको राइट एन्सर हुन्छ अप्सन नम्बर ए इन्क्रिज। त्यस्तै गरी क्वेसन नम्बर तपाईँको 47 मा छ एस्टिमेटेड डायमिटर अफ युनिभर्स। एस्टिमेटेड डायमिटर अफ युनिभर्स लगभग चाहिँ युनिभर्सको चाहिँ डायमिटर कति हुन्छ, सो त्यो भनेको छ। अप्सन नम्बर एमा छ तपाईँको 10 को पावर 26 मिटर, अप्सन नम्बर बीमा 10 को पावर 27 सेन्टिमिटर, अप्सन नम्बर सीमा छ 10 को पावर 25 mm र अप्सन नम्बर डीमा छ 10 को पावर 28 मिटर। सो साथीहरू यसको राइट एन्सर हुन्छ अप्सन नम्बर बी 10 को पावर 27 cm। त्यस्तै गरी क्वेसन नम्बर 48 मा छ 1 एस्ट्रोनोमिकल युनिट इज इक्वल टु भनेको छ। सो अप्सन नम्बर एमा छ तपाईँको 1.496 इन्टु 10 को पावर 5 मिटर। त्यस्तै गरी क्वेसन नम्बर 48 को बी अप्सनमा छ 1.496 इन्टु 10 को पावर 11 मिटर, अप्सन नम्बर सीमा 1.496 इन्टु 10 को पावर 7 मिटर र अप्सन नम्बर डीमा छ 1.496 इन्टु 10 को पावर 19 मिटर। सो साथीहरू यसको तपाईँको राइट एन्सर हुन्छ अप्सन नम्बर तपाईँको बी है। यस्तो मानहरू भएको चाहिँ पनि चाहिँ याद गर्नुहोला भ्यालु, जस्तै कि अब 1 एस्ट्रोनोमिकल युनिट सोधिदियो, त्यस्तै गरी 1 जुल के हुन्छ, 1 पास्कल के हुन्छ, अनि त्यस्तो क्वेसन छ। त्यस्तै 1 एटमोस्फेरिक प्रेसर त्यसको भ्यालु के हुन्छ, त्यो भ्यालुहरू पनि चाहिँ याद गर्नु होला है। एउटा भिडियोमा म चाहिँ त्यो सबै कलेक्सन गरेर राखेको छु, म त्यो सबै तपाईँहरूलाई चाहिँ दिनेछु नोट आफ्नो। सो त्यो भिडियो पनि हेर्नु होला, छिटै म लिएर आउनु छु हो। सो त्यो कुराहरू पनि याद गर्नु होला। त्यस्तै गरी हामी क्वेसन नम्बर 49 मा गर्न गएछौँ। क्वेसन नम्बर 49 मा छ 1 जुल इज इक्वल टु, यहाँ 1 जुललाई चाहिँ क्यालोरीमा चाहिँ कति हुन्छ। सो क्वेसन नम्बर 49 को अप्सन नम्बर एमा छ 0.24 क्यालोरी, अप्सन नम्बर बीमा छ 0.42 क्यालोरी, अप्सन नम्बर सीमा छ 4.2 क्यालोरी र अप्सन नम्बर डीमा छ 7.2 क्यालोरी। सर्टमा सर सिएल लेख्नु भएछ। सो यसको चाहिँ तपाईँको राइट एन्सर हुन्छ अप्सन नम्बर ए है 0.24 क्यालोरी। तपाईँहरूले कन्भर्ट गर्नु होला, यसको एउटा फर्मुला आउँछ त्योमा चाहिँ हालेर अनि कन्भर्ट गर्नु होला। त्यस्तै गरी क्वेसन नम्बर 50 मा छ द सिजियस युनिट अफ इनर्जी इज, यो त थाहा होला सबैलाई। सो अप्सनमा दिएछ अर्ज, अप्सन नम्बर बीमा डाइन्स, अप्सन नम्बर सीमा जुल र अप्सन नम्बर डीमा न्युटन। यसको तपाईँको राइट एन्सर हुन्छ ए अर्ज। द सिजियस युनिट चाहिँ अफ इनर्जीको के हुन्छ, इनर्जी शक्तिको चाहिँ सिजियस युनिट चाहिँ अर्ज हुन्छ। त्यस्तै गरी क्वेसन नम्बर 51 मा छ विच अफ द फलोइङ क्वान्टिटी इज डाइमेन्सनलेस। अप्सन नम्बर एमा छ मास, अप्सन नम्बर बीमा एङ्गल, अप्सन नम्बर सीमा प्रेसर र अप्सन नम्बर डीमा छ भेलोसिटी। योको पनि चाहिँ तपाईँहरूलाई चाहिँ एन्सर थाहा होला। यदि तपाईँहरूलाई थाहा होला डाइमेन्सनलेसमा अन्तर्गत के पर्छ, जस्तै कि रिलेटिभ डेन्सिटीहरू पर्छ। सो यसको क्वेसन नम्बर 51 को तपाईँको राइट एन्सर हुन्छ अप्सन नम्बर बी है एङ्गल। एङ्गल पनि डाइमेन्सनलेस क्वान्टिटी अन्तर्गत चाहिँ पर्ने गर्छ। त्यस्तै गरी हामी क्वेसन नम्बर 52 गर्न गइरहेछौँ। क्वेसन नम्बर 52 मा छ
सरी साथीहरू, केही प्राविधिक समस्याले गर्दा चाहिँ मलाई अलि स्टप गरिदिएको थियो। सो क्वेसन नम्बर चाहिँ यता 52 मा दिएको छ। क्वेसन नम्बर 52 मा छ लाइट इयर इज युनिट अफ, अप्सन नम्बर ए मा छ लेन्थ, अप्सन नम्बर बी मा मास, त्यसै गरी अप्सन नम्बर सी मा टाइम छ र अप्सन नम्बर डी मा तपाईँको एरिया। सो यसको पनि तपाईँहरूलाई एन्सर थाहा होला। सो साथीहरू, यसको चाहिँ तपाईँको राइट एन्सर के हुन्छ? अप्सन नम्बर ए लेन्थ। लाइट इयर चाहिँ के को युनिट छ भने डिस्टान्सको। सो लेन्थ चाहिँ के मेजर गर्छ? मिटर। लेन्थ भनेको चाहिँ मिटरमा नाप्ने गरिन्छ। सो यसको चाहिँ राइट एन्सर भयो लेन्थ। लेन्थ इज मेजर इन मिटर। सो यो चाहिँ लाइट इयर चाहिँ एउटा डिस्टान्सको युनिट हो। त्यस्तै गरी क्वेसन नम्बर 53 मा छ विच अफ द फलोइङ इज नट युनिट अफ लेन्थ। सो अप्सन नम्बर तपाईँको ए मा छ लाइट इयर, अप्सन नम्बर बी मा छ एन्जिस्टर्म, अप्सन नम्बर सी मा माइक्रोन र अप्सन नम्बर डी मा छ रेडियन। सो साथीहरू, यसको तपाईँको राइट एन्सर हुन्छ अप्सन नम्बर डी है। अप्सन नम्बर डी इज द राइट एन्सर, रेडियन। रेडियन चाहिँ इज नट युनिट अफ लेन्थ। त्यस्तै गरी क्वेसन नम्बर तपाईँको 54 मा, क्वेसन नम्बर 54 मा छ विच वाच इज युज टु मेजर टाइम करेक्टली। तपाईँको अप्सन नम्बर ए मा छ पेन्डुलम, अप्सन नम्बर बी मा क्वार्ट्ज, अप्सन नम्बर सी मा एटोमेटिक र अप्सन नम्बर डी मा छ इलेक्ट्रोनिक। सो साथीहरू, क्वेसन नम्बर 54 को तपाईँको राइट एन्सर हुन्छ अप्सन नम्बर बी। इट इज द राइट एन्सर फर क्वेसन नम्बर 54 क्वार्ट्ज। त्यस्तै गरी हामी क्वेसन नम्बर 55 गर्न गएछु। क्वेसन नम्बर 55 मा के दिएको छ विच अफ द फलोइङ इज नट ड्राइभ्ड युनिट। विच अफ द फलोइङ इज नट ड्राइभ्ड युनिट। सो साथीहरू, यसको चाहिँ अप्सन नम्बर ए मा छ पास्कल, अप्सन नम्बर बी मा छ न्युटन, अप्सन नम्बर सी मा हर्ज र अप्सन नम्बर डी मा छ क्यान्डेला। सो साथीहरू, यसको चाहिँ राइट एन्सर तपाईँको अप्सन नम्बर डी क्यान्डेला। किनकि क्यान्डेला के हो? यो त चाहिँ फन्डामेन्टल युनिट हो। सो यो चाहिँ ड्राइभ युनिट भएन। त्यस्तै गरी क्वेसन नम्बर 56 मा द युनिट अफ पावर अफ लेन्स इज, अप्सन नम्बर ए मा छ क्यान्डेला, अप्सन नम्बर बी लक्स, अप्सन नम्बर सी डायोप्टर र अप्सन नम्बर डी ल्युमेन। यसको पनि तपाईँहरूलाई एन्सर थाहै होला। सो यसको तपाईँको राइट एन्सर हुन्छ अप्सन नम्बर डी सी डायोप्टर। द युनिट अफ पावर अफ लेन्स इज मेजर इन डायोप्टर। सो इट्स युनिट इज डायोप्टर। त्यस्तै गरी क्वेसन नम्बर 57 मा छ द डाइमेन्सनल फर्मुला ml -1 t -2 corresponds to, अप्सन नम्बर ए मा छ फोर्स, अप्सन नम्बर बी मोमेन्टम, अप्सन नम्बर सी प्रेसर र अप्सन नम्बर डी छ एनर्जी। सो साथीहरू, क्वेसन नम्बर 57 को राइट एन्सर हुन्छ तपाईँको अप्सन नम्बर सी प्रेसर। त्यस्तै गरी क्वेसन नम्बर 58 मा दिएको छ विच अफ द फलोइङ मेजर्स डेन्सिटी। सो डेन्सिटी अप्सन नम्बर ए मा छ केजी मिटर पर सेकेन्ड, अप्सन नम्बर बी मा केजी मिटर पर सेकेन्ड स्क्वायर, अप्सन नम्बर सी केजी पर मिटर स्क्वायर, अप्सन नम्बर डी केजी पर मिटर क्युब। साथीहरू, यसको राइट एन्सर तपाईँको अप्सन नम्बर डी केजी पर मिटर क्युब। त्यस्तै गरी क्वेसन नम्बर 59 मा दिएछ 1 लाइट इयर इज इक्वल टु, के छ साथीहरू? 1 लाइट इयर इज इक्वल टु कति हुन्छ? सो मैले भनेको थियो यस्तो यस्तो मानहरू चाहिँ याद गर्नु होला। यो चाहिँ क्वेसनहरू दिएको हुन्छ ctevt इन्ट्रान्स एक्जामहरूमा। सो अप्सन नम्बर ए मा छ 9.46 × 10 को पावर 12 किलोमिटर, अप्सन नम्बर बी मा 9.46 × 10 को पावर 12 आवर्स, अप्सन नम्बर सी मा 9.46 × 10 को पावर 12 इयर्स र अप्सन नम्बर डी मा छ 9.46 × 10 को पावर 12 मिनट। सो साथीहरू,
तपाईँको राइट एन्सर हुन्छ अप्सन नम्बर ए 9.46 इन्टु 10 को पावर 12 किलोमिटर। त्यस्तै गरी यो चाहिँ लास्ट क्वेसन छ, विच इज द भेक्टर क्वान्टिटी। ल यो क्वेसनको एन्सर चाहिँ तपाईँहरूले आफै दिनु होला है। क्वेसन नम्बर 60 को चाहिँ क्वेसन नम्बर 60 को चाहिँ एन्सर तपाईँहरूले कमेन्ट गर्नु है, कमेन्ट गर्नु त तल। ल सबैजना साथी क्वेसन नम्बर अन्तिम छ यो 60 को र तपाईँहरूले तल कमेन्ट गरिदिनु होला विच इज द भेक्टर क्वान्टिटी। यसबाट मध्ये चाहिँ अप्सन नम्बर एमा तपाईँको छ स्पिड, अप्सन नम्बर बीमा मास र अप्सन नम्बर सीमा छ एक्सेलरेसन र साथै अप्सन नम्बर डीमा छ पावर। अब के हुन्छ एन्सर प्लिज तपाईँहरूले तल कमेन्ट गरिदिनु होला है। त आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला र यसको पनि एन्सर कमेन्ट गर्नु है। र अब कस्तो खालको भिडियो चाहियो, कुन सब्जेक्टको चाहियो सो त्यो पनि कमेन्ट गर्नु। र साथै सुरुदेखि अन्तसम्म हेर्नुभयो जति पनि साथी उहाँहरूलाई चाहिँ म हृदय दिलले चाहिँ धन्यवाद व्यक्त गर्दछु। र नयाँ हुनुहुन्छ साथीहरू त प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक गरिदिनु होला, आफ्नो साथीसँग सेयर गरिदिनु होला। हस् त धन्यवाद। आजको लाइभ भिडियो यहीँसम्म थियो। ओके साथीहरू, अब अर्को लाइभ भिडियोमा चाहिँ हामी मिल्नेछौँ। हस् त बाई।